हे गाइज व्हाट्स अप हाउ आर यु अल गुड मर्निङ होइन म चाहिँ भर्खर उठेको त्यही भएर अब यो भिडियो त कति बेला हेर्नुहुन्छ तपाईँहरूले थाहा छैन त्यति बेला जे पनि हुनसक्छ तपाईँले दिउँसो हेर्न सक्नुहुन्छ राति हेर्न सक्नुहुन्छ बाथरुम बसेको बेला नि हेर्न सक्नुहुन्छ होइन अब चाहिँ म चाहिँ होइन टक्क जुत्ता सुत्ता निकालेर जुत्ता लगाएर चल्दिनु लागेको साइकल चलाएर टक्क मैले हिजो भर्खर गएर चाहिँ हिजो होइन अस्ति हो क्या हो अस्ति गएर चाहिँ मैले साइकल किनेर लिएर आएको थिएँ होइन त्यो चाहिँ अब म जान्नु पऱ्यो नि किनेर लिएर घरमा राख्न लिएर आएको होइन होइन कभी खुशी कभी गम ना जुदा हो पाएंगे हम कभी खुशी कभी गम It's the twilight's hue as cobblestone sighs beneath our shoe. अनि यो ठाउँ चाहिँ होइन हाम्रो के भन्छ हैदराबाददेखि नेपाल जाने चाहिँ ठाउँ होइन यो चाहिँ दिल्ली पब्लिक स्कुलको बस पार्क हो यहाँनिर चाहिँ लाग्छ नेपाल जाने बस यहाँ चाहिँ बस पनि छ यो बस चाहिँ जान लागेको छ होइन टक्क अब अहिले यहाँ चाहिँ यसपालि चाहिँ म चाहिँ जाँदिनँ यसमा चाहिँ खालि बस मात्रै जान्छ म त अब टक्क यसो हेर्न आएको मान्छेहरू को कति रहेछ कस्तो रहेछ भने त्यत्तिकै रमाइलो प्रमोट पनि गर्न आएको एक हिसाबले होइन कोही पनि अगर यदि जानुहुनेछ भने हैदराबाददेखि नेपाल होइन भने सम्पर्क गर्न सक्नुहुन्छ अलरेडी मेरो लास्ट भ्लगमा मैले कन्ट्याक्ट सबैको छ होइन अरू त के नै भन्नु पऱ्यो राम्रो उसको लागि त बहुत चर्चामै चलिरहेछ अहिले त ल टक्क व्यवस्थित तरिकाले पठाइन्छ नि त टक्क सबलाई बसाएर राम्रो चट्ट तरिकाले सही हो चलिए भाइ निकलते हैं ल गाइज नेपाल जाने बस चाहिँ गयो है ल गाइज अब चाहिँ होइन यसरी जान मन छ भने बसमा चढेर यस्तो रातो चिटिक्क परेको बसमा होइन सम्पर्क गर्नु होला प्रमोट गरेर म चाहिँ खतरा अब चाहिँ अनि त्यसपछि टक्क गएर जसको जुस के अरे यो गन्नाको जुस उखु भन्छ नेपालमा त नेपालीमा त उखुको जुस पिन गयो हामी हाम्रो त्यो सञ्चालक टिमहरू भएर चाहिँ म चाहिँ एकछिन अब एक्स्ट्रा मान्छे म चाहिँ धरती का बोझ हो क्या धरती का बोझ त होइन होला म बलियो भन्नुहोस् अनि त्यसपछि चाहिँ मलाई के लाग्यो भने जुस मात्रै पिएर बलियो चाहिँ भइँदैन यसो घर आएर हल्का अलि एकछिन 30 मिनट जति कसरत गरिदियो भने चाहिँ बलियो भइन्छ कि जस्तो फिल आएर चाहिँ अनि त्यो जोसमा चाहिँ ठक्कै स्किपिङ हानिदियो एकछिन होइन तिन तिन होइन मतलब 3 सेट्स अफ 10 रेप्स भनौँ न मतलब 40 स्किपिङ गरेको मैले चाहिँ यहाँ चाहिँ 30 गरेँ कि 40 गऱ्यो लास्टमा चाहिँ 50 हानिदिएको एकैचोटि वान के हिसाब गरेर हान्नु जति गरे पनि फर्स्ट डे थियो गएँ धेरै ठुलो त्यति कति न मान्छेले 1000 2000 5000 गरेर हुन्छ 100 गर्नु त त्यति ठुलो कुरा होइन होइन फ्लेक्स हानेको होइन द्याट्स हाउ आई टक अनि त्यसपछि चाहिँ मैले हाने पुसअप्स पनि हल्का हानिदिउँ न त अब स्किपिङ त गरियो पुसअप नि हानिदिउँ के नै जान्छ त नि भनेर नर्मल पुसअप हानिदिएँ होइन यो पनि त्यही 3 सेट हानेको 3 सेट हानेको 10-12 रेप्सको 10-15 सेकेन्ड ग्याप लिएर चाहिँ होइन टक्क रेस्ट पनि गर्नुपर्छ बिचमा गुड फर रिकभरी गर्दै गरेँ एकैचोटि भ्या भ्या गरेर मतलब कस्तो भ्या भ्या भन्ने आला मैले अनि त्यसपछि चाहिँ मैले यो कुर्सी लिएर आएर टक्क खुट्टा माथि राखेर कुर्सी माथि राखेर चढेर फर्स्ट फर्स्ट टाइम देख्नु होला के गरे होला भन्नु सोच्नु भयो होला होइन सानो भाइहरूले सोचे होला तिमीले होइन कस्तो नेपाली बोल्न आस्तो भइरहेको मलाई फेरि नेपाली भएर पनि अनि यसको नाम चाहिँ पाइक पुसअप्स हो क्या यो पनि त्यही 3 सेट हानेको हो 10-12 कहाँ हेर्दा 10-12 हान्न सके पो 6 हाने क्या मैले कस्तो गाह्रो हुने आम्मा अहिलेसम्म दुखिरहेको मलाई अहिले म रेकर्ड गर्दैछु होइन दुखिरहेको मलाई यहाँ पीडामा छु म हल्का
त्यसपछि चाहिँ मैले फेरि हाने डिप्स 3 सेट। यो चाहिँ राम्रै सजिलै हान्न सक्छु मैले, त्यति गाह्रो चाहिँ लाग्दैन यो चाहिँ मलाई होइन। यो चाहिँ 12-12 सेट हानेको, सरी 12-12 रेप्स हानेको मैले चाहिँ टक्क। अब यत्रो वर्कआउट गरिसकेँ मैले होइन, अब एउटा यो पनि हानिदिउँ न त भनेर, यो के अरे यसको नाम चाहिँ प्लायोमेट्रिक पुसअप्स भन्छ यसलाई चाहिँ होइन। यसको पनि त्यही 3 सेट गरेको, 10-12 रेप्स चाहिँ गर्न सकिएन फर्स्ट टाइम गरेको भएर चाहिँ 6-7 गरेर जति सक्छु त्यति चाहिँ गरेँ होइन। आई गेभ माई बेस्ट, द्याट्स वाट आई डु मोस्टली। यो वर्कआउट पछि चाहिँ अनि मैले 1 मिनट कि जति रेस्ट लिएँ होइन। खतरा पेनफुल, तर मजा त्यसै आउँछ, जति पेनफुल एक्सर्साइज त्यति मजा आई वुड से। अनि यो वर्कआउटको नाम चाहिँ ट्राइसेप डिप्स विथ लेग लिफ्ट हो होइन। यो मैले जिममा गरेको भए अर्कै देखिन्थ्यो, अब यो घरमा गरेको भएर विदाउट इक्विपमेन्ट्स यस्तो देखिरहेको छ। अनि यो पनि त्यही 3 सेट हाने मैले, 7-8, यो चाहिँ हाने क्या 10-12 हानेर सजिलै थियो, त्यति गाह्रो थिएन फर्स्ट टाइम गरेको भए पनि। यो चाहिँ फर्स्ट टाइम गरेको मैले चाहिँ यो क्यालिस्थेनिक वर्कआउट, क्यालिस्थेनिक एथलिटले गर्ने वर्कआउट्सहरू हो मैले जे पनि गरिरहेको चाहिँ होइन। अनि यो सकेर चाहिँ टक्क एकछिन कुलिङ डाउन स्ट्रेचिङ पनि गरेँ हल्का। यो चाहिँ यसलाई के भन्छ, बटरफ्लाईको के भन्छ यसको, नेक्स्ट टाइम भन्छु म यसलाई के भन्छ, या तपाईँलाई थाहा छ भने कमेन्ट गरिदिनु नि त, म हेरेर सिक्छु। त्यसपछि चाहिँ मैले यो अर्को एउटा स्ट्रेचिङको पार्ट नै हो, कुल डाउन गर्ने बडीलाई, त्यो गरेँ एकछिन। ल त गाइस, सी यू अन नेक्स्ट भिडियो एन्ड द्याट्स द पिक अफ द डे।